जुन अहिले तपाईँले कुरा गरिराख्नु भएको छ यो गणतान्त्रिक सरकार भन्दै हुनुहुन्छ त्यो सरकार हामीले देखेका पनि छैनौँ, हामीले चिनेका पनि छैनौँ र त्यो सरकार कहाँबाट आयो, कसले बनायो, त्यसो नै त्यो कसले गर्छ त्योसँग हामीले कुनै सरकार पनि छैन। केपी शर्मालाई चिन्नु न तपाईँ? म चिन्दिनँ। यदि आफ्नो ज्यान जोगाउनु छ भने अब उहाँहरूले आफ्नो सत्ताको स्वार्थ म त्यागेर अहिलेसम्म जति भ्रष्टाचार गर्नुभएको छ, जति नै अन्याय गर्नुभएको छ, जति पनि यो सिन्डिकेट लागू गर्नुभएको छ यो सबैलाई टोड्ने काम गर्न सक्नुपर्छ। देश विदेशमा जहाँसुकै हुनुहुन्छ, जुनसुकै देशको भूभाग हुनुहुन्छ, अब तपाईँहरू काठमाडौँ केन्द्रित भएर आउनुहोस् भनेर हामीले आह्वान गरिसकेका छौँ र अब देशैभरिबाट चाहिँ त्यो राष्ट्रवादी भनौँ, राष्ट्रप्रेमी, राष्ट्रभक्त जति नागरिकहरू हुनुहुन्छ उहाँहरू सबैजना अब यो वैशाख 7 गतिभित्रमा काठमाडौँ ओर्लिनुहुन्छ। यो नेपाल भूमिको राजधानीको हाम्रो नेवा समुदाय हो र नेवा समुदायले चाह्यो भने यहाँ जे पनि उलटफेर गर्न सक्छ। यहाँ जुनसुकै निषेधित क्षेत्रलाई पनि हामीहरूले तोड्न सक्छौँ र त्यो सिंहदरबारभित्र छिरेर त्यहाँको नेताहरूलाई, त्यहाँको मन्त्रीहरूलाई तानेर ल्याएर घुँडा टेकाउनुहुन्छ। दर्शकवृन्द नमस्कार, तपाईँ यति बेला हेर्दै हुनुहुन्छ मुगलानी खबर। म छु गणेश छेत्री। वैशाख 7 गते राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्व निर्धारित कार्यक्रम अनुसार निषेधित क्षेत्रमा आफ्नो शक्ति प्रदर्शन गर्ने भन्दै हिजो मात्रै कार्य समितिले निर्णय गरेको छ, जसमा लामो समयदेखि राज संस्था पुनर्स्थापना गर्नको लागि भइरहेका विभिन्न आन्दोलन, शक्ति प्रदर्शन र विभिन्न कार्यक्रममा राष्ट्रवादी नेवा संगठनले पनि साथ सहयोग समर्थन जनाइरहेको छ। यति बेला मसँग हुनुहुन्छ राष्ट्रवादी नेवा संगठनका महासचिव अभिषेक कर्मचारी हुनुहुन्छ। म उहाँलाई स्वागत गर्छु। सर नमस्ते। नमस्कार। अस्ति 15 गतेको तिनकुने घटनाले पनि हामीलाई एउटा ज्वलन्त उदाहरण छ कि जुन कार्यक्रम शान्तिपूर्ण हुनुपर्ने त्यसले अराजकता भूमिका निर्वाह गरेर 2 जना युवाहरूले शहादत प्राप्त गर्नु पर्यो भने अहिले त सरकारले निषेधित क्षेत्र गरेको छ, त्यहाँ कि कुनै प्रदर्शन गर्न नपाइने भनेको छ। त राष्ट्रिय प्रजातन्त्र पार्टीले किन त्यो निषेधित क्षेत्रमै घोषणा किन गर्नु पर्यो कार्यक्रम? अब 72 सालको संविधानले के भन्छ भन्दाखेरि चाहिँ जनतालाई यदि कुनै पनि कुरामा चित्त बुझेन भने त्यसमा विरोध गर्न पाइन्छ, आवाज उठाउन पाइन्छ, तर त्यो आवाज व्यक्ति स्वतन्त्रता त्यो आवाजमा दिएको अधिकार हो। सरकारले तोकेको क्षेत्रमा गर्दा हुँदैन। आन्दोलन गर्नु भनेको, शक्ति प्रदर्शन गर्नु भनेको, शक्ति देखाउनु भनेको जुनसुकै ठाउँमा गर्दा पनि हुन्छ नि। किन निषेधित क्षेत्रमै राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणा गर्यो? त्यही त। अब मैले भने नि तपाईँको यो लोकतन्त्र भन्नु भएको छ उहाँले। लोकतन्त्र भने के भन्दाखेरि चाहिँ तपाईँको लोकले रचाएको तन्त्र, संसारले नै हैन रुचाएको तन्त्र, मानेको तन्त्र। अनि त्यो लोकतन्त्रभित्र नै उहाँहरूले अब विरोधको आवाजहरू हुँदाखेरि उहाँले त त्यो विरोध के कारणले भएको, हामीहरूले गरेको केही गलत कामले हो कि, हामीबाट सिर्जना भएको कुनै खालको समस्याले हो कि, जनता हामीले गरेर चाहिँ एउटा पराजित भएको हो कि, हैन हामीले गरेर धेरै दुःख पाएको हो कि, हामीले जनमुखी काम गर्न नसकेर हामीबाट त्यो निराशाजनक कामहरू भएको भएर चाहिँ त्यो भएको हो कि भनेर त्यो सुन्नुपर्ने ठाउँमा चाहिँ अब सरकार के भयो भन्दाखेरि चाहिँ अब राजाको पालोमा त हामीले जसो तसो अब राजा विरुद्धमा उचाल्यो, राजाले त्यो सुन्यो, अब फ्याल्यो ऊ अब त्यो। तर हामी त अब यहाँको अब राजनीति गरेर आएको, हामीहरू चाहिँ विद्वान हो। हामीले चाहिँ यो विरोध भयो भन्दामा चाहिँ अब हतोत्साही हुँदैन, अब त्यो विरोधको आवाज चाहिँ दबाउनु पर्छ भनेर ठाउँ ठाउँ निषेधित क्षेत्र घोषणा गर्न थाल्यो क्या। अब तिनकुनेको घटनाकै जुन अब कुरा गरौँ न, चैत 15 गतेको, त्यसको लागि त काठमाडौँ जिल्ला प्रशासन कार्यालयसँग त हामीले खासमा त त्यस बेलामा भृकुटी मण्डपको लागि भनेर चाहिँ स्थान मागिएको थियो नि त, हैन। तर त्यहाँ कारण के देखाइयो भन्दाखेरि तपाईँको विभिन्न सुरक्षाहरूको विषयमा लिएर हैन कुराहरू उठाइयो। अनि त्यसपछि अब उहाँलाई तिनकुनेमा गर्न भनेर चाहिँ अनि त्यहाँ अब अनुमति दिइयो, राजस्व तिरेको छ, अनुमति दिएको छ भनेपछि अनि शान्ति सुरक्षा कायम गर्नको लागि भनेर सुरक्षा संयन्त्रसँग पनि हामीले निवेदन पेश गरेका थियौँ। भनेपछि त्यहाँ शान्ति सुरक्षा दिनुको सट्टामा अब यहाँ के भयो भन्दाखेरि चाहिँ व्यवस्थामा भएको त्रुटिहरू आउँदाखेरि तपाईँहरू यो ठाउँमा चुक्नु भइसक्यो। विगत 18 वर्षदेखि तपाईँहरूको न गणतन्त्र संस्थागत हुन सक्यो, न तपाईँहरू संहिता संस्थागत हुन सक्नुभयो। तपाईँहरू केवल एकअर्का कुर्सी तान्नै मात्र व्यस्त भइरहँदाखेरि जनता चाहिँ तपाईँको अधिकांश युवावर्ग यहाँ शिक्षामा नै राजनीति हुने, स्वास्थ्यमा नै राजनीति हुने, सेवा सुविधाबाट वञ्चित हुने, हैन तपाईँको राम्रो कुनै सुविधा नपाउने भएर चाहिँ अब आफ्नो जीवन राम्रो बनाउनुको, जीवन स्तरको वृद्धिको लागि भनेर चाहिँ विदेशी न बाध्य हुने, अनि विदेशमा गएर पढ्न, अब यहाँ रोजगार नपाएर तपाईँको खाडीमा गएर युरोपमा गएर चाहिँ भासिन त्यो बाध्य भएको छ। हरेक आवाज नसुनेर चाहिँ अनि तपाईँहरूले त्यो नसुनिसकेपछि अब तपाईँहरू गणतन्त्र ल्याएर लोकतन्त्र ल्याएर चाहिँ राम्रो गरिरहन्छु भन्नु भन्दाखेरि जब तपाईँ जनअपेक्षाकृत काम गर्न सक्नु भएन, राज संस्थामा त एटलिस्ट त्यो भएको थियो
किनभने राजा महेन्द्रले त्यो जनमुखी काम गर्नुको लागि जुन उहाँले त्यो एउटा महेन्द्र पथको सिर्जना गर्नुभयो त्यसले नेपालमा धेरै कुराहरूको त्यहाँ सजीकरण पनि भएको थियो कि र त्यो तपाईँको केवल शाह वंशमा मात्र होइन कि मैले कुरा राख्दै गर्दाखेरि मैले यहाँ के पनि बिर्सिनु हुँदैन भन्दाखेरि हाम्रो यो नेपाल मण्डल भनौँ न होइन विशेष गरेर यहाँ तपाईँको किराँतबाट सुरु भएको जुन गोपाल वंशबाट सुरु हुँदै किराँत वंशमा आयो किराँत वंशमा नै तपाईँको लोकतान्त्रिक रूपमा चाहिँ राज संस्था कायम गरिएको थियो लिच्छवीकालीन समयमा नै लोकतन्त्रमा नै राज संस्था कायम गरिएको थियो मल्लकालमा लोकतन्त्रभित्रै राज संस्था कायम गरेको थियो भनेपछि अहिलेको जुन यो गणतान्त्रिक भनौँ अथवा यो लोकतन्त्र भनौँ होइन अब हामीले त यो 27 सालको पञ्चायतलाई विस्थापन गरेर बहुदलीय राज संस्था कायम गर्दाखेरि नि त राज संस्थाभित्र त तपाईँको लोकतन्त्र नै अटाएको थियो दलतन्त्र नै अटाएको थियो नि त भनेपछि यो अहिले तपाईँहरूले जुन यो कथित गणतन्त्र भनौँ होइन यो गणतन्त्र र लोकतन्त्रभित्र किन राज संस्था अटाउन नसक्ने त किनभने अहिले नेपालको आर्थिक भार पनि यतिसम्मको पनि छैन कि हामीले मन्त्रीलाई क्वार्टर बाँड्दै राख्न सकौँ हरेक 5 वर्षमा राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री फेरिँदै गर्दै उहाँहरूलाई निवास दिइराख्न सकौँ विभिन्न सेवा सुविधा दिइराख्न सकौँ हामीले के भन्नु संवैधानिक राज संस्था भनेर मागिरहँदाखेरि राजा तपाईँको जुन राज परिवार हुन्छ त्यो संविधानको मातहतमा रहन्छ भनेको उहाँहरूको जे जति विगतमा ल अब कसरी भने वर्षौँमा करोडौँ खर्च उहाँहरूले गर्नुभयो उहाँले गरेर राज्यलाई आर्थिक भार पर्यो तर अब त हामीले त उहाँलाई संविधानको दायरामा राखेर बाँध्ने कुरा गरिरहँदाखेरि त जे जति उहाँहरूले चाहिने त्यो बजेट हुन्छ त्यो बजेट पनि त सरकारले नै निर्धारण गर्ने हो नि त जस्तै तपाईँको अब हालसालै केही एउटा डकुमेन्टहरू अब तपाईँको सार्वजनिक भएको छ जहाँ चाहिँ तपाईँको राज संस्थामा नै राजा त्रिभुवन युरोपमा चाहिँ आफ्नो ट्रिटमेन्ट गर्नको लागि 1 लाख रुपियाँ चाहिँ नेपाल सरकारसँग माग गर्दाखेरि तत्कालीन अवस्थामा सरकारले चाहिँ त्यो उपलब्ध गर्न नसक्दै अहिले 50,000ले काम चलाउँदै गर्नु पछि नपुग भएको खण्डमा हामी त्यसो फेरि भरपाई तपाईँलाई उपलब्ध गराइदिनेछौँ भनेर पत्रचार गरेको नि त त्यो त घटना त त्यहाँ रहेछ नि त ज्वलन्त उदाहरण छ नि त। अब मेरो प्रश्न कहाँ छ भने जुनसुकै परिवर्तन होस् हजुर अथवा आन्दोलन होस् त्यसको संवाहक भनेकै युवा हो हजुर तपाईँ आफै पनि राष्ट्रवादी नेवा सङ्गठनको युवा सङ्गठनको पनि महासचिव हुनुहुन्छ हजुर पर्सिको जुन कार्यक्रम छ हजुर त्यसमा त प्रमुख भूमिका त तपाईँहरूको होला नि त। अब यस्तो प्रमुख भूमिका भनेको हामीले चाहिँ के बुझ्छौँ भन्दाखेरि चाहिँ जसले वास्तविक रूपमा यो देशमा अब चाहिँ अत्याचारै भयो होइन दमनको हद पार भइसक्यो दमनको जनताको लागि सरकार कहिले जनमुखी हुन सकेन सधैँ निराशाजनक मात्र काम गरिराख्ने यो सत्ता शासनको कुर्सीको तानातानको खेल मात्र चलिरहने होइन विदेशीको मोहरामा चलेर यो विदेशी दासत्व मात्र स्वीकार गर्ने लम्बसारवादमा लागिराख्ने स्वेच्छाचारी तन्त्र कायम गर्ने यस्तो खालको भइसकेपछि चाहिँ अब चाहिँ होइन अब यो किन भन्दा उहाँहरू जसले अहिले नेतृत्व गरिराख्नु भएको छ हो उहाँहरू हामीभन्दा धेरै बुजुर्ग पनि हुनुहुन्छ कोही अब हाम्रो हजुरबाको उमेर पनि हुन्छ होइन हामीले उहाँले त्यो अनुसार सम्मान पनि गर्छौँ तर अब उहाँले के बुझ्नुपर्छ भन्दाखेरि जुन अहिलेको यो युवा पुस्ता छ भनौँ न युवा पुस्ता उहाँले गरेको कामबाट चाहिँ सन्तुष्ट छैनन् होइन जुन हिसाबको अपेक्षा राखेर यो लोकतन्त्र गणतन्त्र कायम गर्नको लागि आन्दोलन गरियो 18 वर्षमा हामी कुर्यो त्यो 18 वर्षसम्म उहाँले सङ्घीयतालाई एउटा संस्थागत गर्न नसक्ने लोकतन्त्र गणतन्त्र संस्थागत गर्न नसक्दाखेरि अब उहाँबाट देशको नेतृत्व कायम रहिरहन सक्छ उहाँले यो देशमा सुशासन कायम गर्नुहुन्छ भन्ने राजनीतिमा सुसंस्कार हुन्छ सम्भावना छैन त्यो सम्भावना छैन तर पर्सिको कार्यक्रममै म केन्द्रित रहन्छु अब चाहिँ पर्सिको कार्यक्रम कस्तो छ भने राज्यले सर्वप्रथम आन्दोलनकारी भन्ने बित्तिकै बल प्रयोग गर्छ नम्बर 1 नम्बर 2 राजावादी भन्ने बित्तिकै झन बढी प्रयोग गर्छ किनकि तपाईहरु व्यवस्था र संविधानको विरोधी हो तेस्रोमा तपाईहरु निषेधित क्षेत्रभित्र कार्यक्रम गर्ने घोषणा गर्नुभएको छ भनेपछि सक्नुहुन्छ त्यो ताकत तपाईहरुसँग छ। अब यस्तो निषेधित क्षेत्र मैले भनिरहेको छु नि तपाईँ लोकतन्त्रभित्र कुनै पनि कुराको निषेध हुँदैन किनभने तपाईँको संविधानले अभिव्यक्ति स्वतन्त्रताको हक अधिकार सुनिश्चित गरेको छ विरोध गर्न पर्ने अधिकार सुनिश्चित गरेको छ चाहे त्यो तपाईँको राज संस्थामा नि त तपाईँको राज संस्थाको विरोधमा त आवाज उठिएको हो नि त त्यसको पनि त सुनवाई त भएको हो नि त भनेपछि यो त लोकतन्त्र हो लोकतन्त्रमा जब यो व्यवस्थाको गलत छ भनेर विरोधको आवाज उठिरहेको छ भने सरकार र यसमा भएको जति सहभागी दल छन् चाहे त्यो सत्तापक्ष होस् या प्रतिपक्ष होस् सबैले त्यो आवाज सुन्न जरुरी छ क्या हैन किनभने यो लोकतान्त्रिक मूल्य मान्यता हो। बल प्रयोग गर्यो भने तपाईहरु कसरी डिफेन्स गर्नुहुन्छ? हैन सरकारले बल प्रयोग गर्यो भने हामीले भनिरहेका छौं हामी सडक संघर्षको लागि पनि हामी डराएका छैनौं हामी न्यायिक संघर्षको लागि डराएका छैनौं हामी अन्तर्राष्ट्रिय मानव जगतमा जानको लागि पनि हैन मानव अधिकार आयोग जानुपर्ने हो कि अब हामी ट्रान्सपरेन्सी इन्टरनेसनल जानुपर्ने हो कि कहाँ जानुपर्ने हो त्यहाँ जान हामी डराएका छैनौँ क्या किनभने हामीले भन्नु हामी कानुन टेकेर गर्छौँ क्या र जहाँसम्म यो निषेधित क्षेत्रकै कुरा गरिरहँदाखेरि चैत 15 गते 3 कुनेको जहाँ हामीले आन्दोलनको घोषणा गर्यौँ जहाँ विरोध सभा गर्यौँ सरकारको अनुमति लिएर गरेको ठाउँमा त्यो कसरी निषेधित क्षेत्र भयो
तर सरकारले किनभने जुन अनुमति दिन्छ त्यो ठाउँमा प्रतिनिधि सभाको जुन छ होइन प्रतिनिधि सभाको संसद भवन छ संसद भवनको पुलभन्दा वारिपट्टि हाम्रो आन्दोलन रोकिएको छ हामीले त्यो निषेधित क्षेत्र त्यस बेला तोडेका थिएनौँ कोटेश्वरभन्दा उतापट्टि निषेधित क्षेत्र टोकिएको थिएन सिनामङ्गल साइड टोकिएको थिएन तर जहाँ हामीलाई टोकिएको थियो तिनकुनेको त्यो चौरमा त्यहाँ नेपालको अहिलेको विद्यमान राष्ट्रिय बजिरहँदाखेरि चाहिँ घरबाट असुल ग्यास हान्ने अनि पछि त्यसलाई चाहिँ होइन यो चाहिँ डिफेक्ट गरेको हो भनेर चाहिँ अब यो जुन प्रहरीको प्रवक्ताले भन्नुभयो त्यसलाई यो त झुटो भनेर त अब यो त जगजाहेर छ नि होइन अनि कसरी यहाँ दमन भयो अस्ति फागुन 15 गते भएको घटनामा संलग्न भनेर 100 बढी युवाहरूलाई पक्राउ गरिसकेको छ हजुर भने पर्सिको घटनाबाट पनि यो वैशाख 7 गतेको जुन कार्यक्रमबाट पनि तपाईहरु चाहिँ युवाहरू गिरफ्तार हुनु हुँदैन भन्ने चाहिँ भन्न सकिदैन अब यस्तो तयारी हो हामी तयार त छौं तर यसमा हामीले के पनि भुल्नु हुँदैन भन्दाखेरि चाहिँ हामीले भन्यौं यदि त्यो दिन राज्यले दमन नगरेको भए सरकारले जुन निर्धारित कार्यक्रम थियो जुन त्यो एउटा शान्तिपूर्ण विरोध सभा थियो त्यसलाई शान्तिपूर्ण रूपमा नै अगाडि बढ्न दिइरहेको भए त्यो दिन त्यो घटना हुने थिएन त्यो दिनमा हाम्रो नेवार समुदायको कीर्तिपुर गाम्साका भाइ सबिन महर्जन त्यसैगरी एबी न्यूजका फोटोग्राफर सुरेश रजकजीले अनाहकमा त्यहाँ ज्यान गुमाउनु पर्ने थिएन किन भयो भन्दा त्यसमा जिम्मेवारी भनेको मैले भनिहालेँ जुन अधिकार दिएर ल कार्यक्रम सञ्चालन गर्नु भनेको स्तरमा नै सशस्त्र दमन गर्नु भनेपछि त्यसमा त सिधा भनेको राज्य नै त्यसमा जिम्मेवार हो तर त्यहाँ अर्को जिम्मेवारी के पनि हो भन्दाखेरि जो आयोजक छ आयोजकले त्यहाँ अनुशासन कायम गर्न नसक्नु सबैजनाले एकै ठाउँमा ल्याएर राख्न नसक्नु त्यहाँ आफ्नो जति नै यो स्वयंसेवीहरू भनेको छन् स्वयंसेवीहरूलाई राम्रो मोबिलाइज गर्न नसक्नु त्यहाँ सबैभन्दा प्रमुख कमजोरी भयो त्यसले गर्दा त्यो घटना पनि हुन पुग्यो र त्यहाँ घुसपेट हुनको लागि त्यहाँ घुसपेट पनि भयो त्यो घुसपेट कसरी भयो भनेर त्यो हामीले तपाईँ जडीबुटीमा आगजनी गर्दाखेरि कसले गर्यो त्यो पनि देखिसकेका छौँ नेकपा समाजवादीको कार्यालयमा कसले गरेको त्यो पनि देखिसकेका छौँ होइन को हुन् तिनीहरू ठ्याक्कै बताइदिनुहोस् त त्यसमा त तपाईँको बकाइदा खुलिसकेको छ नि तपाईँको त्यसमा तपाईँको माओवादीको नै लागेको छ भनेर देखिसकेको छ युवा सङ्घबाट लागेको छ भनेर त देखिसकेको छ कतिपय अब हामीहरूको तर माओवादी केही नेताहरूले घरमा अब तपाईँको एटिएफको टोलीबाट चाहिँ अब तारा राजवादी र अर्को एकजना भाइको त्यहाँ अब त्यो भिडियो आयो होइन अब त्यो भनेको हामी के हामी भन्न छौँ हामी राष्ट्रवादी हौँ हामी अराजक हुनलाई हामीलाई स्वीकार छैन क्या हामीलाई त्यो छुट पनि छैन हामीले अपराधलाई प्रश्रय दिन सक्दैनौँ अराजक हुनु तपाईहरु हामी अराजक छैनौँ शान्तिपूर्ण गर्छौँ यदि कसैले तपाईँको त्यस्तो खालको अराजकता अपनाउने काम गर्छ भने हामीहरूको आँखा छेउ अगाडि गर्न खोज्यो भने हामी उनीहरूलाई नियन्त्रणमा लिन्छौँ उनीहरूलाई त्यहाँ सम्झाएर उनीहरूलाई त्यहाँ शान्त गर्ने काम पनि गर्छौँ जुन हामीले त्यो जुन 15 गतेको घटना भएको थियो त्यो 15 गतेको घटनामा नै हामीले त्यही गरेका थियौँ तपाईँको यो तिनकुनेमा चाहिँ जब आगो निभाउनको लागि सशस्त्रको टोली दमकलसहित आउँदाखेरि त्यसमा ढुङ्गामुढा हुँदाखेरि केही सशस्त्रका जवानहरू एउटा कुनामा ढिका पर सबैले ढुङ्गामुढा गरेर हुँदाखेरि हामी 15-20 जनाले त्यहाँ त्यसो घेरा लगाएर उहाँलाई सुरक्षित रूपमा लगेर चाहिँ गैरीगाउँ पेट्रोल पम्पमा उहाँहरूको सुरक्षा टुकडीसँग राखेर चाहिँ हामीले हात जोडेर माफी माग्दै तपाईँहरूको जवानहरूलाई हामीले सुरक्षित रूपमा ल्याइदिएका छौँ भनेर हामीले त्यहाँ उहाँहरूलाई जिम्मा लगाएर माफी मागेर गल्ती महसुस गरेर हामीले क्षमा मागेर गएको र त्यस बेलामा हामीलाई सशस्त्र प्रहरीले पनि साँच्चै भन्यो भने उहाँहरूले न लाठीचार्ज गर्नुभयो न उहाँले हतियार उठाउनु भयो हैन तर उहाँहरूले त्यसलाई नियन्त्रण गर्न खोज्नु भयो तर अर्कोतर्फ के भन्दाखेरि चाहिँ जुन नेपाल प्रहरीबाट आएको दोस्रो दस्ता थियो शान्तिपूर्ण रूपमा हामीले त्यसरी छोडेर गइसकेपछि जब हामी सिनामङ्गलतर्फ अब बिस्तारै लाग्न थाल्यौँ त्यसै गोली चलाउने काम भयो असुल ग्यास हानेर झन् त्यसलाई भड्काउने काम हुन थाल्यो त्यसै त्यो भड्केर त्यहाँ अब कतिपय मैले भने त्यहाँ आन्दोलन घुसपेट भइसकेको थियो त्यो घुसपेट हुने क्रममा कसैले तपाईँको यो असुल ग्यास हाने असुल ग्यासको त्यो क्यानहरू चाहिँ तपाईँको विमानस्थलपट्टि फ्याल्ने काम पनि गरे कसैले अब त्यहाँको त्यो घाँसहरूमा आगो लगाइदिने खालको काम पनि गरे कोही अब यता यो त्यो कारणले चाहिँ अब त्यो एउटा कसरी आक्रोशमा आएर भन्सार कार्यालय टोडफोड गर्न जाने एयरपोर्ट कब्जा गर्न जाने भन्ने पनि गए तर त्यहाँ पनि हामी त्यो भन्सार कार्यालयहरू टोडफोड गर्न जाने एयरपोर्ट कब्जा गर्न जाने भनेर जाँदै गर्दाखेरि चाहिँ हामीले उनीहरूलाई पनि सम्झाएर पछाडि लगेर त्यहाँ भएको सुरक्षाकर्मीहरू त्यहाँ भएका जति पनि त्यहाँ अब सिक्युरिटीहरू छन् उहाँहरूलाई पनि हामीले हात जोडेर माफी मागेर नै यहाँ उहाँहरूलाई त्यहाँ कन्फ्युजन भएको मिसकम्युनिकेसन भएको हामीले उहाँलाई फिर्ता पठाउँदैछौँ भनेर उहाँलाई माफी मागेर हामी त्यहाँबाट चाहिँ एकदम भलात्मी तरिकाबाट हामी आएको हो तर यतापट्टि जुन काठमाडौँ जिल्ला परिषद सिटी पुलिसबाट खटेको प्रहरी थियो उहाँहरूले चाहिँ सिधै तपाईँको एउटा कोड अफ कन्डक्टमा के हुन्छ भन्दाखेरि तपाईँ कुनै विरोधमा चाहिँ तपाईँ यदि गोली चल्नु नै पऱ्यो भने रबर बुलेट तपाईँको घुँडामा भन्दा मुनि
मात्र चलाउन पाइन्छ, त्योभन्दा माथि चलाउन पाइँदैन भन्नुहुन्छ। तर उहाँले सिधै छाती र टाउको ताग्ने काम गर्नुभयो क्या। र त्यसमा रबर बुलेट मात्र होइन, उहाँहरूले यो अटोमेटेड राइफल्सहरूबाट मान्छे मार्ने खालको बुलेटै युज गर्नुभयो, मेटल बुलेट्सहरू पनि युज गर्नुभयो। उहाँहरूले सर्ट गनहरू युज गर्नुभयो होइन। अब जस्तै रेबिका छेत्रीको उहाँ कलेज गएर आइरहेको छात्र आफ्नो घर जाँदै गर्दाखेरि जहाँ आन्दोलनै पुगेको थियो त्यो गलीमा भित्र पनि गएर त्यसरी अनाहकमा गोली चलाएर उहाँलाई घाइते बनाएर अब उहाँको अब भनौँ न एउटा जिन्दगी नै बर्बाद गर्ने काम पनि गर्यो होइन। अब यो परिवर्तन उहाँ पनि अब यो काँधमा गोली लाग्यो, उहाँ पनि अब अशक्त हुनुभयो। त्यसैले यसमा त जिम्मेवार भने तपाईँको राज्य पनि जिम्मेवार छ र त्यो आन्दोलनलाई सही दिशा दिन नसक्नु, त्यो आन्दोलनलाई अनुशासित गर्न नसक्नु, आन्दोलन कमिटीको पनि त्यहाँ चाहिँ कमी कमजोर चाहिँ देखिएको छ। अब आन्दोलन परिवर्तनका आन्दोलनहरू थुप्रै सङ्गठन, पार्टी, नेता, विभिन्न व्यक्तिहरूले गरिराखेका छन्। तर तपाईँहरू राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको बढी कार्यक्रममा चाहिँ तपाईँहरूको सहभागिता हुन्छ। तपाईँहरू अघोषित रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ सङ्गठन हो होइन कि तपाईँहरू राजावादी हो? होइन, हामी राजावादी प्योर राजावादी भन्दैनौँ हामी होइन। हामी राष्ट्रिय कुनै पनि तपाईँको भातृ सङ्गठन पनि होइन, हाम्रो रोडम्याप क्लियर छ। के हो भन्नुहोस्, हामी राष्ट्रवादी भनेपछि हामीको पहिलो चिन्तन भनेको राष्ट्र र यो राष्ट्रको जनताहरू, जनताले जे इच्छा गर्छ हामीले त्यही गर्ने हो। देशमा सुशासन कायम नभएको अवस्थामा होइन, यहाँ तपाईँको आर्थिक अवस्था जर्जर भएको कन्डिसन छ अहिले, जुन अवस्था छ होइन, सुशासन कायम छैन, राजनीतिमा सुसंस्कार छैन, स्थिरता छैन। त्यसले गर्दा अहिले देश तपाईँको आफ्नो स्वदेशमा त एउटा तपाईँको कस्तो विवादित सधैँ थियो होइन, लज्जा मान्नुपर्ने अवस्था सधैँ थियो। अब अन्तर्राष्ट्रिय समुदायको अगाडि पनि हाम्रो देश चाहिँ लज्जाबोधले अगाडि बढ्नुपर्ने अवस्था भइरहेको छ। अन्तर्राष्ट्रिय जगतले समेत अहिले नेपाललाई एकदम हेपेर हेर्ने गरेको छ कि, किनभने उहाँले नेपालको छवि नै त्यो दमिल्याइदिनु भइसक्यो क्या होइन। त्यसैले हामीले चाहिँ अब चाहिँ भनेको अबको चिन्तन हामीले गरेर भन्दाखेरि चाहिँ हामीले के भन्दैछौँ भन्दाखेरि यो व्यवस्था परिवर्तन गरेर अवस्था परिवर्तन हुन्छ भनेर आन्दोलन गर्दाखेरि हामी चाहिँ ठ्याक्कै त्यसको अलिकति अपोजिसनमा होइन, अपोजिसन भन्दा नि हामीहरूको चाहिँ अलिकति सोचधारा फरक छ। हामी चाहिँ के बुझ्छौँ भन्दाखेरि चाहिँ हामी चाहिँ अवस्था परिवर्तन गरे मात्रै व्यवस्थाको परिवर्तन हुन सम्भव छ भन्ने हामी विश्वास राख्छौँ र हामी यही सिद्धान्तलाई चाहिँ अगाडि लिएर अब हामीहरूको अगाडिको आन्दोलनको मोडालिटी गर्ने कि अब हाम्रो आन्दोलन पनि फेरि यो सडकमा जाने, नारा जुलुस गर्ने, ढुङ्गामुढा गर्ने त्यो होइन। हामी एकदम रचनात्मक तरिकाले सृजनशीलताको साथ नयाँ खालको मोडालिटीमा ल्याएर हामी एउटा अलग खालको विद्रोह गर्छौँ र त्यो विद्रोहले गणतन्त्र कहाँ चुकेको थियो त्यो पनि थाहा हुनेछ। जुन अपेक्षाकृतले सरकार जनमुखी हुनुपर्ने थियो त्यहाँ किन हुन सकेन, के कारणले हुन सकेन, त्यो नै हामी देखाउनेछौँ। र हामीले भनिरहेछौँ हामीले सुशासनको लागि भनेर हामीले निरन्तर विगतको झन्डै भनौँ मैले अब विगत म 15 वर्षदेखि राजनीतिमा लागेको होइन। म 15 वर्ष उमेर हुँदादेखि म 31 वर्ष भएँ। भनेपछि विगत 18 वर्ष म सुसंस्कृत राजनीतिक पक्षधर भएर लागिरहेको, विभिन्न अभियानहरू म गरिरहेको। तर देशको परिवर्तनमा त धेरैभन्दा धेरै भूमिका निर्वाह गरेको त नेकपा माओवादी, नेकपा एमाले, नेपाली काङ्ग्रेस जस्ता ठुला ठुला पार्टीहरू छन् जसले प्रत्यक्ष अप्रत्यक्ष यो देशको विकास गर्नको लागि, परिवर्तनको लागि सबैभन्दा अग्रगामी छल्याङ मारे, अग्रगामी स्थानमा रहे। तर तपाईँ अहिले चाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टी सानो संसद दलको 5औं ठुलो यो दल किन पछाडि लाग्नु भएको छ? अझ उहाँहरूलाई त यस्तो ट्याग लागेको छ कि तपाईँहरू पछाडि बाटो हिँड्दै हुनुहुन्छ, तपाईँहरूको गन्तव्य नै छैन भन्ने जस्तो पनि कुरा आइरहेको छ। गन्तव्य यदि नभएको भए अब अग्रगामी दल भनौँ न, नेपाली काङ्ग्रेस भनौँ, नेकपा माओवादी भनौँ, नेकपा माओवादी होइन, नेकपा एमाले, किन विश्वास टुट्यो तपाईँहरूको? अब यदि उहाँहरू अग्रगामी हुनुभएको भए जनता किन उनीहरूको विपक्षमा लाग्थ्यो त? किन विद्रोहको आवाज सुनिन्थ्यो त? उहाँले 18 वर्षसम्म किन चाहिँ गणतन्त्र र यो संहिता संस्थागत गर्न सक्नु भएन? अब यत्रो तपाईँको यहाँ नेपालको पर्यावरण नाश भइसक्यो, कृषि उत्पादन घटिसक्यो होइन, युवा वर्गहरू तपाईँको विदेश पलायन भएर त्यहीको नागरिक भएर बस्नुपर्ने बाध्यता आइसक्यो भनेपछि उहाँहरूले कुन चाहिँ कायापलट गर्नुभयो त? कायापलट त गर्नुभयो, तर के भन्दाखेरि उहाँहरूले आफ्नो व्यक्तिगत विकासको लागि, आफ्नो समृद्धिको लागि मात्र कायापलट गर्नुभयो। अरू साधारण जुन निमुखा वर्गहरू छन्, निम्न वर्ग छन्, निम्न आय वर्ग छन्, मध्यम आय वर्गहरू छन्, उहाँहरूको जीवनमा उहाँहरूले ल्याएको यो परिवर्तन खासै कुनै फरक परेको छैन। यदि फरक परेको छ भने केही उहाँहरूको नजिकमा रहेका व्यवसायीहरू, केही लगानीकर्ताहरू अनि धनाढ्य घरानाहरूको लागि त्यहाँ केही परिवर्तन आएको छ, उहाँलाई के आशा दिएको छ। तर त्यो निम्न वर्गको लागि अहिले पनि त्यो परिवर्तन आएको छैन। अहिले पनि निम्न आय वर्गका मान्छेहरू रोजगारी नपाएर
बिहान एक छाक खाएपछि बेलुका के खाने भनेर सोचेर ठिक बस्नु छ, बाध्य भयो। उहाँहरूले चाहिँ भनेको जस्तो सरकारलाई डेलिभरी दिन सक्नु सकेको भएन। छैन। हामी मान्छौँ, जनता पनि आक्रोशित छन्, त्यो पनि हामी मान्दछौँ। तर अब भनेको त उन्नत लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाको अवलम्बन गर्नु पर्यो, अब त सुधारिएको गणतन्त्रको व्यवस्था गर्नु पर्यो भन्ने पक्षमा जाँदा जाँदै तब युवाहरू चाहिँ राज संस्था जो 240 वर्ष शासन गरिसकेपछि नेपाली जनताले नै 62-63 को जनआन्दोलन फालेको हो। फेरि तपाईँ पछाडि किन कुदिरहनु भएको छ, अगाडि किन नबढ्ने? हामीले चाहिँ सुशासनको भयो किन भन्दाखेरि तपाईँ मैले भनिहालेँ, राजनीतिक दलका जति नेताहरू भनौँ, चाहे त्यो अब तपाईँ प्रधानमन्त्रीहरू नै भनौँ, उहाँहरू त्यो पदमा गएपछि उहाँमा एउटा अहङ्कार, एउटा दम्भ त्यहाँ भरिएको छ क्या। त्यो दम्भले गर्दा उहाँहरूले आँखा देख्न सक्नु भएको छैन कि देशमा के हुनु पर्थ्यो, कुन दिशामा अगाडि बढ्नु पर्थ्यो र कुन दिशामा हामी अगाडि बढिरहेका छौँ। र उहाँहरूले राज संस्थाको वकालत गरिरहँदाखेरि हामी पश्चगामी भयौँ भने जुन खालको एउटा त्यो भाषी स्थापित गर्नु भइरहेको छ, जुन खालको त्यो आरोप लगाइराख्नु भएको छ होइन, यदि राज संस्था हुँदाखेरि पश्चगामी हुन्थ्यो भने मैले भनिहालेँ, लिच्छवी कालमा मानदेवको काललाई स्वर्णयुग भनिँदैन थियो होइन। जयस्थिति मल्लको कालमा विभिन्न जुन यो मापदण्डहरू निर्धारण गर्यो त्यो मापदण्डहरू आउँदैन थियो। महेन्द्र पथ यदि नभएको भए होइन नेपालमा अहिले पनि आर्थिक समृद्धिको जग बसालिँदैन थियो। राजा बडा महाराज पृथ्वीनारायण शाहले यो राज्यको एकीकरण गरेर सिङ्गो नेपाल नबनाएको भए अहिले उहाँहरू यो नेपाल देशको प्रधानमन्त्री भएर बस्न पाउनुहुने थियो। त्यसैले जसले देश बनाएको जसले यो देश बनाएको छ, यो देशमा राज संस्था आउँछ भन्ने लाग्छ? किन नलाग्नु? किनभने जसले यो देश बनाएर यो देशको सबै जनताहरूलाई बिना भेदभाव सबैजनालाई एक सूत्रमा बाँधेर राख्नु भएको छ, उहाँहरूले त विभाजन गर्ने काम गर्नुभएको छ। यही कार्यक्रम, यही प्रक्रिया अनुसार गरिएका आन्दोलनबाट नै राज संस्था पुनर्स्थापना हुन्छ कि अब अन्य कुनै विधि अपनाउनु पर्ला, के लाग्छ यहाँलाई? अब यस्तो, अब मैले भनिहालेँ, सधैँ नारा जुलुस लगाएर ढुङ्गामुढा गर्दैमा आन्दोलन सफल हुँदैन। यसमा वैचारिक मन्थन पनि चाहिन्छ, वैचारिक रणनीति पनि चाहिन्छ, त्यो पाउनु भएको छ? त्यसमा सृजनशीलता पनि चाहिन्छ, रचनात्मकता पनि चाहिन्छ। त्यो पाउनु भएको छ? त्यसमा अहिलेका जति नै यो आन्दोलन गरिरहेका छन् होइन, उहाँहरूबाट मैले त्यो खासै चाहिँ त्यो मैले देख्न चाहिँ सकेको छैन। त्यो एकता छैन, हामीले देख्न सकेका छैनौँ होइन। किन अहिले पनि उहाँहरू एउटाले कार्यक्रम गर्दा अर्को अनुपस्थित भइदिने त्यो हामी कतिपय ठाउँमा देखिरहेका छौँ होइन। भनेपछि अहिलेसम्म उहाँहरू बिचमा नै सौहार्दता कायम छैन, एकता कायम छैन। तर यो भनिरहँदाखेरि उहाँहरू सबैले चाहिँ, तर के भन्दाखेरि चाहिँ एकअर्काको कार्यक्रममा समावेश नभए पनि राष्ट्र जनता होइन को लागि चाहिँ, अनि यहाँ सुशासनको एजेन्डा कायम गर्नको लागि र राज संस्था पुनर्स्थापना गर्नको लागि चाहिँ उहाँहरूले त्यहाँ सहभागी चाहिँ भइदिइरहनु भएको छ। आन्दोलनहरूमा चाहिँ उहाँहरूको त्यहाँ ऐक्यबद्धता चाहिँ रहँदै आएको छ, सहकार्य चाहिँ रहँदै आएको छ। त्यसैले त्यो एउटै स्टेजमा एकता भएको नदेखिए पनि जुन फ्लोर छ अहिले भनौँ, सडक जुन छ भनौँ होइन, हामीले त्यो सडकलाई हाम्रो संसद मान्छौँ क्या। किनभने त्यो पनि त्यहाँ हामीले गरेको माग पनि त्यो सुनवाई गर्ने एउटा थलो हो, जसले केवल त्यो संसदमा भएका नेताहरूलाई मात्र होइन कि विश्व जगतलाई नै हाम्रो आवाज के हो, हाम्रो डिमान्ड के हो भनेर चाहिँ विश्वसम्म पुगिरहेको छ। त्यसैले हामी त्यो सडकमा भएको हाम्रो सदन मार्फत चाहिँ हामीले हाम्रो आवाजहरू त्यहाँ उठाइरहेका छौँ र उहाँहरूले पनि त्यो आवाज उठाउनको लागि चाहिँ एउटा नेतृत्वदायी भूमिका निर्वाह गरेर अलिकति रचनात्मक चाहिँ हुन चाहिँ राज संस्था पुनर्स्थापना हुनुपर्छ भन्ने, हिन्दू अधिराज्य कायम हुनुपर्छ भन्ने खास गरेर गर्दाखेरि राष्ट्रिय प्रधान पार्टी हजुर राजेन्द्र लिङ्गदेनको नेतृत्वमा, राप्रपा नेपाल कमल थापाको नेतृत्वमा, त्यसपछि राष्ट्रिय शक्ति नेपाल केशरबहादुर विष्टको नेतृत्वमा लगायत अन्य व्यक्तित्वहरू अथवा सङ्घ संगठन हुनुहुन्छ। आजसम्म कहिल्यै एउटा कार्यक्रम अथवा एउटा मञ्चमा देख्नु भएको छ उहाँहरूलाई? अब कतिपय कार्यक्रम मैले भनिहालेँ, मञ्चमा एकसाथ नदेखिए तापनि मैले भनिहालेँ जुन सडकको हाम्रो सदन छ त्यो सदनमा उहाँहरू सबै वैशाख 7 गते सबैलाई देख्न सकिन्छ? सकिन्छ पक्का। त्यसमा निसन्देह रूपमा सबैजनाले आफ्नो नैतिक समर्थन, राजनीतिक समर्थन जनाउँदै उहाँहरू सबैजना एकसाथ सडकमा उत्रिनुहुन्छ भनेपछि वैशाख 7 गतेबाट चाहिँ जति पनि राष्ट्रवादीहरू छन्, जति पनि राजवादीहरू छन्, जति सुशासनका अनुयायीहरू छन्, सुसंस्कृत राजनीतिका पक्षधरहरू छन्, देशको समृद्धि खोज्ने जति पनि जनताहरू छन्, जसले चाहिँ अब अत्याचारको अन्त्य हुनुपर्छ, अब यहाँ न्यायको शासन हुनुपर्छ भनेर विश्वास रहेका छन्, उहाँहरू सबैजना वैशाख 7 गतेको आन्दोलनदेखि सडकमा देखिनुहुनेछन्। भने तीनैजना, हजुर, विशेष गरी उहाँ 3 जना पात्र हामीले सडकमा देख्न पाउँछौँ। हजुर, भने सरकारलाई चाहिँ खबरदारी गर्नुहुन्छ तपाईँहरूले? हामीले निरन्तर रूपमा खबरदारी गरिरहेकै छौँ, गरिरहनु भएको छ। हामी अब जस्तै भनौँ, के लाग्छ तपाईँलाई, हामी उद्देश्य र लक्ष्यको नजिक छौँ जस्तो लाग्छ? धेरै नजिक छौँ।
धेरै नजिक छौँ। राज संस्था पुनर्स्थापना कति वर्ष लाग्छ? राज संस्था स्थापना हुन अब वर्ष लाग्दैन। सम्भवतः हामीहरूले देखेको टार्गेटमा वैशाखको मसान्तदेखि जेठको मध्यभित्रमा हामीले राज संस्था पुनर्स्थापना गर्ने त्यो एउटा जमर्को गरिरहेका छौँ र हामी हाम्रो लक्ष्यमा धेरै नजिक छौँ। सरकार अराजक बनिसकेको छ, सरकारले दम्भ देखाउन थालिसकेको छ, सरकार आत्तिसकेको छ। सरकारलाई अब थाहा भइसक्यो कि जनता हामीबाट अब खुसी छैनन्, सन्तुष्ट छैनन्। अब हामीहरूलाई अब जनताले विश्वास गर्दैन भनेर त अब खुद अब प्रधानमन्त्रीको जुन विगतका कार्यक्रमहरू छन्, जस्तै भनौँ अब सुर्खेतको भयो, अर्घाखाँचीको भयो र अहिले त उहाँको आफ्नै गृहनगर झापामा उहाँकै आफ्नै दलका कार्यकर्ताहरू भनौँ, त्यहाँका जनताहरू भनौँ, उहाँहरूले उहाँको कुरामै विश्वास गर्न छोड्नु भइसक्यो। उहाँको कुरा सुन्न नचाहेर उहाँहरूको कार्यक्रमलाई बोइकट गरेर त्यहाँबाट सुई हिँडेको त हामीले त देखिसकेका छौँ। तर धेरैले के भन्छन् भने वैशाख 7 गतेको आन्दोलनमा हजुर तपाईँहरू 2-4 जना मात्रै त्यहाँ हुनुहुन्छ, अरू साधारण जनता कोही पनि आउँदैन भनिरहेको। त्यो भनिरहँदाखेरि त अब यसको त कसै पनि मूल्याङ्कन गर्नुपर्छ भन्दाखेरि त जब हाम्रो सुभाष महाराज धीराज ज्ञान सरकार चाहिँ फागुन 25 गते त्रिभुवन विमानस्थलमा आउनुभयो निर्मल निवास जानको लागि, त्यो बेलामा सम्पूर्ण नागरिकहरू स्वतन्त्र रूपमा आउँदाखेरि उहाँले त 10,000 मात्र हुन्छन् भनेर भन्नुभएको थियो। तर त्यो सङ्ख्या त तपाईँको झन्डै 20 लाख कट्यो होइन भने अब फागुन भनेपछि त फागुन 7 गतेदेखि त आन्दोलनमा अब हामीले भइसकेको देश प्रेमीहरू जति पनि छन्, जो सुशासनको अनुयायीहरू छन्, अब यो अत्याचारको विरुद्धमा हामी सङ्घर्ष गर्नुपर्छ, सडक र न्यायालयमा सङ्घर्ष गर्नैपर्छ भन्नेहरू छन्। अब सबैजना आउँदै हुनुहुन्छ, देश विदेशमा जहाँसुकै हुनुहुन्छ, जुनसुकै देशको भूभाग हुनुहुन्छ, अब तपाईँहरू काठमाडौँ केन्द्रित भएर आउनुहोस् भनेर हामीले आह्वान गरिसकेका छौँ। र अब देशैभरिबाट चाहिँ त्यो राष्ट्रवादी भनौँ, राष्ट्रप्रेमी, राष्ट्रभक्त जति नागरिकहरू हुनुहुन्छ उहाँहरू सबैजना अब यो वैशाख 7 गतेभित्रमा काठमाडौँ ओर्लिनु हुनेछ। कति सङ्ख्यामा चाहिँ हामी उतार्न सक्छौँ भन्ने तपाईँहरूको आकलन छ? हामीहरूले अहिलेको मूल्याङ्कन अनुसारबाट हामीले मिनिमम पनि 25 लाखको अनुमान गरिरहेका छौँ। वैशाख 7 गते 25 लाख मान्छे सडकमा आउँछन् राज संस्था पुनर्स्थापना गर्नको लागि। कुन कुन जिल्लाबाट? सम्पूर्ण जिल्लाहरूबाट, पूर्वदेखि पश्चिमका सबै 77 जिल्लाबाट आउनेछन् र नेपालबाट मात्र होइन, तपाईँको विदेशमा रहेका नेपालीहरू पनि आउनेछन्। पुरै गाडी त तपाईँ रिजर्भ गर्नुभयो होला नि त, भाडा दिनुभएको छ होला नि? हामीले त्यो मासु भात खुवाएर गर्ने राजनीति, रक्सी खुवाएर गर्ने राजनीति, पेट्रोल भरेर बस भाडा दिएर गाडीमा पैसा ल्याउने त्यो खालको राजनीति गरेको छैन। अहिलेसम्म कुनै पनि राष्ट्रवादी दलले त्यसरी चाहिँ लग्नुपर्ने खालको त्यो बाध्यता आइपरेको छैन। भने आफ्नो स्वतन्त्र रूपमा आफ्नो निजी खर्चमा स्वस्फूर्त रूपमा अहिलेसम्म नि सम्पूर्ण नागरिकहरू आइराख्नु भएको छ। अहिलेसम्म हामीले कसैको आन्दोलनमा गएर एक छाक मासु भात पनि खानु परेको छैन, कसैले हामीलाई एक बोतल रक्सी पनि दिनु परेको छैन, कसैले हाम्रो हातमा पैसाको बिटो पनि थमाउनु परेको छैन, कसै हाम्रो बाइकहरूमा पेट्रोल पनि भर्नु परेको छैन, गाडी खर्च पनि दिनु परेको छैन। वैशाख 7 गते नागरिकहरू स्वस्फूर्त रूपमा चाहिँ आउनुहुनेछ। वैशाख 7 गते कार्यक्रम गएपछि फरकेर घर गएर बस्नु त होला नि, त्यसपछि त कार्यक्रम गर्न सक्नुहुन्न होला? होइन, के हुन्छ हामीले भनिसकेका छौँ। जबसम्म हामीले भन्यौँ नि तपाईँको यो देशमा अत्याचार गर्ने, भ्रष्टाचार गर्ने, यहाँ स्वेच्छाचारी तन्त्र ल्याएर चाहिँ विदेशीको इसारामा यहाँको धर्म, संस्कृति, सम्पदा, सभ्यता मास्ने, यहाँको भाषा मास्ने, यहाँ तपाईँको धार्मिक र सांस्कृतिक दमन गराउने, यस्ता खालका यी सबै अत्याचार गर्ने खालका जति नि अपराधीहरू छन्, चाहे त्यो तपाईँको अहिलेको सरकारमा होस् या सरकार बाहिरका होस्, हामी सबैलाई त्यो न्यायको घेरामा ल्याउँछौँ। र यदि त्यो न्यायालयमा अहिले भनौँ, चाहे त्यो सर्वोच्च अदालत होस्, जिल्ला अदालत होस् या उच्च अदालत होस्, यदि त्यहाँको न्यायालयमा अहिले पनि उहाँहरूको राजनीतिक भागीदारी भएर त्यहाँ कोही न्यायाधीशहरू भएर बसेका छन् भने हामी त्यो न्यायालयबाट फैसला गर्दैनौँ। त्यसो फैसला हाम्रो जनअदालतले गर्नेछ र जनअदालतले जे निर्णय गर्छ त्यही अन्तिम निर्णय हुनेछ। भनेपछि वैशाख 7 गते मात्र होइन, वैशाख 8 गते पनि तपाईँ सडकमा हामी निरन्तर रूपमा जबसम्म गणतन्त्रले घुँडा टेक्दैन, गणतान्त्रिक व्यवस्था अब हामीले धान्न सकेनौँ, हो हामीबाट गल्ती भयो भनेर जति नै गणतान्त्रिक दलका शीर्ष नेताहरू छन् होइन, अब भनौँ हाम्रो शेरबहादुर देउवा होस्, प्रचण्ड होस्, घुँडा टेक्नु हुँदैन, तबसम्म हामी निरन्तर सडकमा रहन्छौँ। निषेधित क्षेत्र भनेर कसले यहाँ गर्छ? सरकारले भनिसकेको छ। सरकार यहाँ पोस्टरमै लेखिएको छ निषेधित क्षेत्रभित्र गर्ने भनेर। निषेधित क्षेत्र सरकारले टोक्यो, तर यो भूमि कसको पहिला त्यो सरकारले पनि बुझ्नु जरुरी छ। सरकार भनेको नेपाल सरकार भनेको नि, नेपाल सरकार यदि साँच्चै भन्यो भने यो जुन काठमाडौँ उपत्यका छ, जसलाई हामी नेपाल मण्डल भन्छौँ नि,
यो नेपाल मण्डल भनेको नेपाल सरकारको भूमिभन्दा अगाडि पहिला यहाँको हामी रैथाने नेवारहरूको भूमि हो। भनेपछि यो भूमि नेवारहरूको मात्रै हो? यो नेवारहरूको यहाँको मूल भूमि हो। यहाँ हामीले जे गरे पनि हुन्छ। यहाँ कसैले हाम्रो यहाँ निषेधाज्ञा टोक्न सक्दैन। यो हाम्रो भूमि हो भने तपाईले सरकारलाई मान्नुहुन्छ? जस्तै राज संस्था बेलामा नेपालको राजा ज्ञानेन्द्र भने जस्तै यो नेपाल भूमिको राजा भनेको हाम्रो नेवा समुदाय हो र नेवा समुदायले चाह्यो भने यहाँ जे पनि उलटफेर गर्न सक्छ। यहाँ जुनसुकै निषेधित क्षेत्रलाई पनि हामीहरूले तोड्न सक्छौँ र त्यो सिंहदरबारभित्र छिरेर त्यहाँको नेताहरूलाई त्यहाँको मन्त्रीहरूलाई तानेर ल्याएर घुँडा टेकाउन सक्छौँ। भने सरकारको निर्देशनहरूलाई तपाईँले मान्नुहुन्न? हामीले कानुन मान्नुहुन्न? हामीले कुनै सरकारलाई टेर्दैनौँ। कुन सरकारको कुरा गर्दै हुनुहुन्छ तपाईँ? लोकतान्त्रिक सरकार छ। कुन सरकार छ? लोकतान्त्रिक गणतन्त्रको सरकार। हामीले प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजन के अरे एउटा कुरा भन्नु, नेतृत्वमा भएको एउटा कुरा भन्छु म, जुन 63 को अन्तरिम संविधान छ, 63 को अन्तरिम संविधान भनेको 5 बुँदे सहमतिमा धोकेदारी गरेर आपराधिक विश्वासघात गरेर आपराधिक रूपमा नियोजित रूपमा ल्याइएको संविधान हो। भनेपछि जुन संविधानै आपराधिक रूपमा चाहिँ विश्वासघात गरेर ल्याइएको छ त्यसको कानुनी मूल्यता छैन। त्यसको कानुनी मान्यता अन्तर्राष्ट्रिय समुदायमा पनि हुँदैन। भनेको त्यो 63 सालको अन्तरिम संविधानको पनि मान्यता छैन नि 72 सालको संविधान जुन यिनीहरूले स्थापना जुन यिनीहरूले ड्राफ्ट गरे, जुन ल्याए, त्यो संविधानको नि अन्तर्राष्ट्रिय मान्यता रहँदैन। जुन 27 सालको संविधान छ त्यही नै नेपालको चाहिँ संविधान भनेर चाहिँ अन्तर्राष्ट्रिय जगतमा अहिले पनि स्थापित भएर नै बसेको छ। र यो कुरा अहिलेका राजनीतिक दलहरूका नेताहरूले नि यो बिर्सिनु हुँदैन। र उहाँहरूले हामीहरूले आपराधिक विश्वासघात गरेको नै हो, हामीले यो गर्नु हुँदैन थियो भन्ने त्यसो क्षमा याचना गरेर यदि आफ्नो ज्यान जोगाउनु छ भने अब उहाँहरूले आफ्नो सत्ताको स्वार्थ म त्यागेर अहिलेसम्म जति भ्रष्टाचार गर्नुभएको छ, जति नै अन्याय गर्नुभएको छ, जति पनि यो सिन्डिकेट लागू गर्नुभएको छ, यो सबैलाई टोड्ने काम गर्न सक्नुपर्छ। राष्ट्रवादी अब तपाईँ चाहे शिवराज महाराज धीराज भोलि सत्तामा भनौँ सिंहासनमा आसन भएपछि उहाँले सजाय दिन्छ दिँदैन थाहा छैन, तर जनअदालतले उहाँहरूलाई त्यो दण्ड सजाय दिन्छ नै। कसको छ जनअदालत? जनताको नेपाली जनताको जनअदालतले उनीहरूलाई सजाय दिनेछ। भनेपछि त यो अब राष्ट्रवादी नेवार सङ्गठनले यो संविधान 72 सालको संविधानलाई मान्दैन। राष्ट्रवादी नेवार सङ्गठनले न 2063 सालको अन्तरिम संविधानलाई मानेको थियो र न 2072 सालको संविधानलाई मानेको छ। 47 साललाई हामीले कहिले पनि मानेको छैन। हामी 2047 सालको संविधानलाई नै हाम्रो सर्वोपरि संविधानको रूपमा मानेका छौँ र सोही संविधान अनुरूपलाई हामीले आफ्नो संविधानको रूपमा स्वीकारेका छौँ। राज संस्थालाई हाम्रो अभिभावकको रूपमा हामीले मानेका छौँ। शिवराज महाराज धीराजलाई हामीले हाम्रो अभिभावकको रूपमा मानेका छौँ। त्यसैले जुन अहिले तपाईँले कुरा गरिराख्नु भएको छ यो गणतान्त्रिक सरकार भन्दै हुनुहुन्छ, त्यो सरकार हामीले देखेका पनि छैनौँ, हामीले चिनेका पनि छैनौँ र त्यो सरकार कहाँबाट आयो, कसले बनायो, त्यसो नै त्यो कसले गर्छ, त्योसँग हामीले कुनै सरकार पनि छैन। केपी शर्मालाई चिन्नुहुन्न तपाईँ? म चिन्दिनँ। प्रचण्डलाई चिन्नुहुन्न? चिन्दिनँ। म शेरबहादेवलाई चिन्नुहुन्न? चिन्दिनँ। म के बुझ्छु, केपी शर्मा ओली भनेको झापामा मानव हत्या गरेर 14 वर्ष जेल बसेको एउटा अपराधी हो। पुष्पकमल दाहाल भनेको आफ्नो राजनीतिक अभिष्टा कायम गर्नको लागि अनाहकमा 17,000 नेपाली बलि चढाउने अपराधी हो, नरसंहारवादी हो, आतङ्कवादी हो। बाबुराम भट्टराई आतङ्कवादी हो। शेरबहादुर देउवा नेपालको विभिन्न कल कारखानाहरू मास्ने, जमिनहरू मास्ने गरेर अनि विभिन्न रूपमा भ्रष्टाचार गर्ने खालको भ्रष्टाचारी अपराधी हो। त्यो बाहेक यिनीहरूको केही पनि छैन। माधव नेपाल ललिता निवासको जमिन चाहिँ त्यसलाई अतिक्रमण गर्नको लागि नियोजित रूपमा चाहिँ नीतिगत निर्णय गर्ने अपराधी हो, एउटा तस्कर हो। त्यो बाहेक केही पनि होइन। त्यसैले यिनीहरू सबै भनेको केवल अपराधी हुन्, यो राज्यका राज्यद्रोहीहरू हुन् यिनीहरू, अरू त्यो बाहेक केही पनि होइनन्। भनेपछि अब चाहिँ यो देशमा 47 सालकै संविधान हुनुपर्छ, राज संस्था पुनः स्थापना हुनुपर्छ भन्ने र हिन्दू अधिराज्य कायम हुनुपर्छ, प्रदेश संरचना खारेज हुनुपर्छ भन्नेमा तपाईँहरू अडिग हुनुहुन्छ। अब यो प्रदेश संरचनाको विषयमा चाहिँ हाम्रो अलिकति त्यसमा स्लाइड विमति छ। कस्तो छ भन्दाखेरि चाहिँ जुन 2047 सालको संविधान भनौँ तपाईँको होइन, त्यसले नेपाललाई 5 वटा विकास क्षेत्रमा बाँडिएको छ र जनताले त्यो के पनि बुझ्नुपर्छ भन्दाखेरि त्यो 5 विकास क्षेत्र भनेको नि एउटा सङ्घीयताको एउटा मोडालिटी हो। त्यो एउटा प्रदेश भन्दा नि त्यसलाई फरक पर्दैन। त्यसैले जुन अहिलेको सङ्घीय प्रणाली छ त्यसमा केही परिमार्जनहरू गरेर चाहिँ हामीले त्यो परिमार्जित सङ्घीयता सहितको राज संस्था र सनातन वैदिक धर्ममैत्री हिन्दू राष्ट्र कायम गर्नु खोजेको भनेको विगतमा जसरी हिन्दू राष्ट्र कायम हुँदाखेरि यहाँ भाइचारा थियो, सबैजनामा आपसी सद्भाव थियो, एकता थियो,
त्यही अनुरूपबाट कोही कसैले भेदभाव नगरिकन सबैजनालाई सौहार्द रूपमा एक सूत्रमा बाँधेर, चाहे तपाईँ मधेसी होस्, चाहे तपाईँ हिमाली होस्, चाहे पहाडी होस्, हिन्दू मुस्लिम इसाई जोसुकै होस्, हामीले सबैलाई, तपाईँहरू हाम्रै आफ्नो दाजुभाइ हो, दिदीबहिनीहरू, आमा बुवाहरू हो, तपाईँ सबैको रगत काट्ने नि एउटै रातै रगत आउने हो। तपाईँ सबैभन्दा पहिला यो देशको चाहिँ सन्तति हो, यहाँको नेपाली नागरिक हो, नेपाली सन्तति हो। त्यसै अब तपाईँहरू पनि हामीसँग कुनै रिस राग नराख्नुहोस्, एक आपसमा सौहार्दता कायम गरेर चाहिँ बस्नुहोस् भनेर हामी त्यो आह्वानसहित सबैलाई एकै सूत्रमा ल्याउने कोसिस गरिरहेका छौँ। ल, तपाईँहरूको कार्यक्रम सफल या विफल त्यो समयले नै देखाउनेछ। हजुर, यति भन्दा हामी कार्यक्रममा अन्त्यम पनि छौँ। तपाईँले केही मैले केही सोध्न छुटाएका केही विषयवस्तु पनि अहिले भन्न सक्नुहुन्छ? अब अहिलेको राजनीतिक परिदृश्यमा चाहिँ अब सडक सङ्घर्षहरू चाहिँ धेरै नै भइसकेको छ। व्यवस्था परिवर्तनको अवस्था परिवर्तन भनेर चाहिँ अब त्यो नारामा लागिरहँदा हामीले राज संस्था पुनर्स्थापना चाहिँ अपरिहार्यता नै छ, त्यसको अपरिहार्य नै छ त्यसको लागि। यो भ्रष्टतन्त्रबाट मुक्त हुनको लागि, दलाली तन्त्र, स्वेच्छा तन्त्रबाट मुक्त बनाउन, कर्मचारी तन्त्रबाट मुक्त बनाउनको लागि चाहिँ अब यो अपरिहार्य नै छ। तर योसँग हामीले के भन्छौँ भन्दाखेरि चाहिँ व्यवस्था परिवर्तन गरेमा त अवस्था परिवर्तन हुन्छ भन्नेमा चाहिँ हामी पूर्ण रूपमा चाहिँ विश्वस्त चाहिँ छैनौँ। त्यसै चाहिँ हामीले चाहिँ अलिकति हामीहरूको मोडालिटीमा चाहिँ हामी चाहिँ पहिला अवस्था परिवर्तन गरेर चाहिँ सरकार कहाँ अलिक व्यवस्था कहाँ गलत भयो त्यो देखाउँदै चाहिँ व्यवस्था परिवर्तन गर्न चाहन्छौँ। त्यसरी यदि तपाईँहरू अब जति पनि हाम्रो महानुभावहरू हुन्छ जसले अहिले हाम्रो यो मुगलानी खबर मार्फत चाहिँ हामीलाई हेरिराख्नु भएको छ, तपाईँहरूलाई अवस्था परिवर्तन गरेर व्यवस्था परिवर्तन हुनसक्छ भन्ने विश्वास छ भने तपाईँहरूले चाहिँ हाम्रो राष्ट्रवादी नेवा सङ्गठनसँग चाहिँ अथवा मसँग निजी रूपमा चाहिँ जोडिएर हामीसँग सहकारी गर्ने वातावरण बनाउनुहोस्। हामी सबैसँग खुला हृदयबाट सहकारी गर्न तयार छौँ। हामीले कोही राजावादी, कोही हिन्दूवादी भनेर राष्ट्रवादीसँग मात्र सहकारी गर्ने होइन कि हामी गणतन्त्रभित्र पनि यो स्वेच्छाचारिताको अन्त्य गर्ने, सुशासन कायम गर्ने, नेपालमा न्यायिक पद्धतिको विकास गर्ने, समृद्धिको मार्गलाई अगाडि बढाउने खालको एउटा अग्रगामी युवावर्गको हामी त्यो खोजीमा छौँ। त्यस्तो खालको कोही युवावर्गहरू हामीसँग जोडिन चाहनुहुन्छ, समूहहरू, अभियानहरू जोडिन चाहनुहुन्छ भने आउनुहोस् हामी जोड्यौँ र अब नेपालको जुन अहिलेको भएको वर्तमान अवस्था छ यो अवस्थाबाट सुधार गर्दै यो अब नेपाललाई चाहिँ नवनिर्माणतर्फ लाने काम गरौँ। यति भन्दै म सबैसँग चाहिँ अनुरोध चाहन्छु। नमस्कार। हस्, धन्यवाद।